सबैलाई नमस्कार। वडा दक्षिणको नयाँ सम्पूर्ण कस्तो मान्नुभयो है। कमल गाउँपालिकाको 3 नम्बर वडाको वडा स्तरीय बजेट हामी खानेपानी स्किम नम्बर 3 लाई हामी खानेपानीको मिटर उपलब्ध गराउँदैछौँ र यस विषयमा थप आफ्ना केही विषयहरू राख्नको लागि म 3 नम्बरबाट वडा अध्यक्ष अघि भएको राख्न लागेको छु। धन्यवाद सर। यो चाहिँ हामीले वडा कुसिलिङ अन्तर्गत कमल गाउँपालिका वडा नम्बर 3 का बासिन्दाहरू जो विपन्न वर्गका हुन्छ उहाँहरूलाई धारा जडान खानेपानीको धारा जडान गर्न मिटर खरिद गर्दा पनि 11,000 देखि 13,000सम्म तिर्नुपर्ने अवस्था थियो। त्यसमा केही राहत होस् भनेर हामीले केही थान यहाँ वडाको बजेटबाट कति 67 थान 69वटा थान मिटर हामीले उपलब्ध गराएका छौँ। अब यो मिटर चाहिँ उहाँहरूलाई हामीले अनुरोध गरेका छौँ 13,000मा बाँड्दै हुनुहुन्थ्यो नि, अब चाहिँ 5,000 मात्रै भनेको प्रति मिटर 8,000 छुट गरेर उहाँहरूले यो विपन्न परिवारहरूलाई उपलब्ध गराउनु हुनेछ। तोपगाछी खानेपानी स्किम नम्बर 3 का लागि हामीले यो विपन्न वर्गहरूका लागि मिटर पुगोस् भन्नका लागि अथवा उहाँहरूले स्वस्थ खानेपानी सजिलै प्राप्त गर्न सक्नुहोस् भन्नका लागि उहाँहरूलाई यो मिटर खरिद गरेर दिँदैछौँ खानेपानी स्किम नम्बर 3 लाई।